एपिसोड 7 अफ अ डे इन रातोग्रास टेक्नोलोजी। सो आज मर्निङमा चाहिँ हामीले हिजो हालेको भिडियोमा तपाईँहरूले अनलाइन ट्रेनिङ गराइदिनु पर्यो भनेर एकदम धेरै रिक्वेस्ट गरेको हुनाले हामीले त्योसँग रिलेटेड डिस्कसन गऱ्यौँ र त्यसको कन्क्लुजन पनि हामी तपाईँहरूलाई छिट्टै नै भन्नेछौँ। त्यसै गरी यतापट्टि कृष्णा म्यामले चाहिँ आज हाम्रो लहर भन्ने एउटा अस्ट्रेलियाको प्रोजेक्ट छ, त्यो प्रोजेक्टको युआई रिफाइन गर्दै हुनुहुन्छ। अनि तपाईँहरूले यता देख्न सक्नुहुन्छ हाम्रो चन्दन सर र युनिसा म्यामले पनि बसेर उहाँहरूलाई असाइन गरेको टास्कहरू गर्दै हुनुहुन्छ। युनिसा म्याम, हजुर सर। तपाईँले यहाँ हाम्रोमा काम गरेको लगभग 10 डेज जति भयो होला होइन? सो 10 डेजमा के छ त एक्सपिरियन्स, के कस्तो कति कुराहरू सिक्यो भनिदिनु ल प्लिज। एकदम राम्रो छ, नबुझेको कुरा सबै सिकाइदिनुहुन्छ। त्यसै गरी ट्रेनिङ जोनमा पनि बसेर हाम्रो नयाँ इन्टर्न्सहरू चाहिँ उहाँहरूलाई असाइन गरेको टास्कहरू गर्दै हुनुहुन्छ र जेनी सरले चाहिँ हाम्रो एउटा नयाँ प्रोजेक्ट आएको छ, सो त्यसको लागि चाहिँ युआई डिजाइन गर्दै हुनुहुन्छ। सो केही बेरपछि चाहिँ स्ट्यान्डअपको पालो आयो र आज स्ट्यान्डअप लिन चाहिँ सार्थक सर एभाइलेबल नभएर स्वस्ति म्यामले आजको स्ट्यान्डअप लिनुभयो। स्ट्यान्डअप सकिएको केही बेरपछि आजको रियाक्टको वर्कसपको सेसन स्टार्ट भयो र वर्कसप सकेपछि हामी सबैजना अफिस बन्द गरेर आफ्नो आफ्नो घरतिर लाग्यौँ।